हेलो एन्सेवार साथीहरू, तपाईलाई फेरि मेरो मिनी ब्लगमा स्वागत छ। सो आजको दिनमा म के गर्छु भनेर हेर्नका लागि अन्तिमसम्म साथ दिनु होला। मेरो बुढाको चाहिँ काम के हो भन्दाखेरि बिहान बिहानै आज हैन उहाँले चाहिँ फुलको बिरुवा यसरी उखाल्दै हुनुहुन्छ हैन, निकाल्दै हुन्छ किनभने चाहिँ उहाँ पानी जाने ठाउँ भएन अरे, त्यही भएर चाहिँ सार्नको लागि फुलको बिरुवा काटिदिँदै हुनुहुन्छ अर्को ठाउँ सार्नलाई। अनि म चाहिँ यहाँ धारामा पानी भर्दैछु गाइस, देख्न सक्नुहुन्छ। प्राय धेरैजनाले चाहिँ अब तपाईहरुको गाउँमा त पानी आउँदैन होला है भन्नुहुन्छ, तर हाम्रोमा चाहिँ पानी चाहिँ 24 घण्टा आउँछ है साथीहरू। अनि हाम्रो घरमा चाहिँ बाख्राहरू पनि धेरै पाल्नु भएको छ बाबाहरूले। अनि म चाहिँ यहाँ बाख्राको पाठाहरूलाई घाँस हालिदिँदैछु। अनि अझै ठुलो ठुलो माउहरू पनि छ, माउहरूलाई चाहिँ फाल्टै राख्नुहुन्छ। अनि यहाँ चाहिँ मलाई कहिले घाँस हालिदिन्छ भनेर हेरिरहेछ बिचराहरूले। बाबाले चाहिँ यहाँ सिस्नो रेडी बनाउँदै हुनुहुन्छ साथीहरू, सुँगुरको चारोको लागि पकाउनलाई। अनि यहाँ मेरो बुढा चाहिँ खानासाना खाएर चाहिँ तम तयारको साथ भएर चाहिँ रेडी भएर अलैँची रोप्न जाँदै हुनुहुन्छ साथीहरू। उहाँको ड्रेसअप देख्न सक्नुहुन्छ। मलाई पनि सँगै जानु त मन थियो, तर के गर्नु जुगासँग डर लाग्छ साथीहरू। हतार हतार जाँदै हुन्छ किनभने अघि साथीहरूले छोडिसकेको थियो। खानासाना खाएर चाहिँ म चाहिँ यहाँ चुल्हा लिप्दैछु साथीहरू। तपाईँहरूले चाहिँ यति ठुलो चुल्हा देख्नु भएको छैन भने चाहिँ हाम्रो पहाडतिर मात्रै हुन्छ यति ठुलो चुल्हा। म चाहिँ फुल लभर हो साथीहरू। मेरो प्यारो प्यारो फुल हेर्नुहोस् मैले रोपेको। मेरो बुढा चाहिँ अघि अलैँची रोपेर पनि घर आइसक्नु भइसक्यो साथीहरू। अनि आएर चाहिँ फ्रेस भएर एकदमै मलाई भोक लाग्यो भनेर के हेर्दै हुनुहुन्थ्यो होइन, के छ खानेकुरा भन्दै। साह्रै नै भोक लागेछ भनेर म चाहिँ उहाँको लागि चाहिँ खाजा बनाउँदैछु है साथीहरू। अनि खाजामा चाहिँ चाउचाउ पकाउँदैछु मैले, छिटो मिठो होइन। उहाँलाई चाहिँ मैले पकाएको जे पनि मिठो लाग्छ है साथीहरू, यतिको चाहिँ हुनुपर्छ है। हाम्रो चाहिँ घरमा बेलुका तरकारीको लागि चाहिँ बकरी कटिङ भइरहेछ, यदि तपाईँलाई चाहिन्छ भने लिन आउनुहोस् होला। सो साथीहरू, आजको मेरो मिनी ब्लग चाहिँ यति नै। हेरिदिनु भएकोमा अन्तिमसम्म धन्यवाद। सपोर्ट गर्नुहोस् होला सबैजनाले। बाई बाई, टेक केयर।